नमस्ते साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो YouTube च्यानलमा। आज चाहिँ सन्डे हो। आज फेरि नयाँ दिन नयाँ मेहनतको साथ आजको ब्लग सुरु भइसकेको छ र आज चाहिँ म हजुरहरुलाई देखाउने छु कि म कहाँ र कस्तो ठाउँमा वर्कआउट गर्छु। र फर्स्ट प्लेस चाहिँ यो हो साथीहरु। यहाँ चाहिँ मैले कुन वर्कआउट गर्छु साथीहरु हजुरले हेर्न सक्नुहुन्छ। म सानो वर्कआउट क्लिप एड गरिदिन्छु, सो हजुरले हेर्नु होला। र मलाई चाहिँ यो वर्कआउटको नाम चाहिँ थाहा भएन र पहिलोले चाहिँ हजुरहरुले देखिसक्नु भयो र म हजुरहरुलाई केही देखाउन गइरहेको छु साथीहरु। यो चाहिँ क्यालिस्थेनिक एउटा इक्विपमेन्ट हो। यसको नाम चाहिँ कुनलाई थाहा छ हजुरहरुले कमेन्ट बक्समा भनिदिनु होला यसको नाम चाहिँ के हो भनेर। र सेकेन्ड प्लेस चाहिँ यहाँ तल रहेको छ साथीहरु। म देखाउँछु है त हजुरहरुलाई। यहाँ चाहिँ मैले पुसअपहरु गर्छु साथीहरु र पानी पर्ने बेला चाहिँ वर्कआउट गर्ने अलि गाह्रो हुन्छ किनभने घरभित्र उति खाली प्लेस छैन साथीहरु। त्यही भएर चाहिँ मैले प्राय जस्तो वर्कआउट आउटडोरमै गर्छु साथीहरु। र तेस्रो प्लेस चाहिँ म हजुरहरुलाई जुम गरेर देखाउँछु है त साथीहरु। यो चाहिँ पुलअप बार हो साथीहरु। यहाँ चाहिँ मैले पुलअप अनि चिनअपको जस्ता वर्कआउटहरु गर्छु। सो साथीहरु आज सन्डे हो, त्यसैले चाहिँ मैले क्यालिस्थेनिकको वर्कआउट गरिरहेको छु। सो हेरिदिनु होला है त के कस्तो लाग्छ हजुरहरुलाई। सबभन्दा पहिला चाहिँ मैले प्लान्च लिन गरे साथीहरु। यो चाहिँ मैले लगभग 13-14 सेकेन्डसम्म होल्ड गर्न सक्छु। र सबै वर्कआउटको मैले 3 सेट गरे साथीहरु। उसको बाद मैले साथीहरु टक प्लान्च गरे। यसको पनि मैले 3 सेट निकाले। यो चाहिँ मैले 3-4 सेकेन्डसम्म होल्ड गर्न सक्छु साथीहरु। र उसको बाद मैले साथीहरु एल सिट को प्र्याक्टिस गरे र एल सिट पनि मैले 15 सेकेन्डसम्म होल्ड गर्न सक्छु साथीहरु। र लास्टमा एलसी टु 90 डिग्री को प्र्याक्टिस गरे साथीहरु। साथीहरु मैले बडी कन्डिसन चेक गरे। साथीहरु मेरो पास राम्रो रुम पनि छैन वर्कआउट गर्ने र केही जिम सेटअप पनि छैन। फोनको क्यामेरा पनि नर्मल छ। त्यही पनि एउटा ड्रिम छ। कति मान्छे पर्फेक्ट टाइम पुरेर बस्छन्, तर म आजबाट सुरु गर्दैछु। बिकज सक्सेस स्टार्ट विथ स्मल स्टेप। र आजको भिडियो हजुरलाई के कस्तो लाग्यो भिडियोलाई लाइक अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला साथीहरु। म आउने छु यतै नयाँ कन्टेन्ट लिएर हजुरको माझमा छिटै नै। टेक केयर एन्ड गुड बाई साथीहरु।